पेसिफिक ओसनमा केही गलत भइरहेको छ। 150 वर्षपछि आउन आँटेको सुपर एल निनोले समुद्रमा आधी उठिरहेको छ। तपाईहरूले अहिले अनुभव गर्नुभएको होला, गर्मी एकदमै बढेको छ। तराईका जिल्लाहरूमा अप्रिल महिनामै उच्च रेकर्ड राखेको छ। यस सुपर एल निनो अन्तिम पटक 1876 वा 1878 मा आएको थियो, जसले जनसङ्ख्या त्यसबेला 4% वाइप आउट गरेको थियो। त्यति बेला विश्वको जनसङ्ख्या 1.3 देखि 4 अर्ब रहेको थियो। यसले 40 देखि 6 करोड मानिसको त्यो बेला ज्यान लिएको थियो। त्यो बेला भारतमा मात्रै 1 करोड 20 लाख मानिसहरूले ज्यान गुमाएका थिए। त्यसैगरी चीनमा 20 देखि 30 करोड मानिस, ब्राजिलमा 1 लाख मानिस, त्यसैगरी विश्वका कयौं देशहरूमा लाखौं मानिसले ज्यान गुमाएका थिए। र यो 150 वर्षपछि पुनः फर्केर आएको छ। मौसमविदहरूले पेसिफिक ओसनमा मौसमी ढाँचाहरू अवलोकन गरिरहेका छन् र यो पुनः फर्केर आउने चान्स एकदमै धेरै रहेको छ र यसलाई सुपर एल निनो नामकरण गरिएको छ। तर यो सुपर कसरी हुन पुग्यो? हेर्नुस्, जब पेसिफिक ओसनमा समुद्रको तापक्रम 2 वा सोभन्दा बढी जब बन्न थाल्छ, त्यो सुपर एल निनो हुन जान्छ, जुन धेरै दुर्लभ छ। त्यसो भए के यो विपत्ति तापक्रम वृद्धि हुँदै मात्र जाने हो त? पक्कै पनि होइन। यो एक श्रृङ्खला प्रतिक्रिया हो। उदाहरणको लागि तपाईँ विचार गर्नुहोस्, जब तपाईँ भाँडामा पानी तताउनुहुन्छ तब तलको पानी एकदमै तातो हुन्छ तर माथिको पानी एकदम चिसो हुन्छ। तर जब तपाईँ औँलाले चलाउनुहुन्छ तब भाँडा सम्पूर्ण तातो हुन्छ र पानी पनि सम्पूर्ण तातो हुन्छ। हो, अहिले पेसिफिक ओसनमा यही नै भइरहेको छ। एल निनोको ठिक विपरीत ला निना हो, जुन अब समाप्त हुँदैछ। यस बेला समुद्रको सतहको पानी चिसो हुन्छ भने तल पृथ्वीमा पानी तातो जम्मा भएर रहेको हुन्छ। यो कम बढ्दै गइरहेको छ र मौसम पूर्वानुमानकर्ताहरूले भविष्यवाणी गरेका छन् कि हरेक वर्ष बढ्दै गएको तापक्रम जुन छ त्यसले चाहिँ समुद्रको तापक्रम 2 डिग्री भन्दा बेसी बढेको छ। यो यसपटक पनि हुनेछ। यसले पश्चिमबाट बहने हावालाई अझ तातो बनाउँछ, जसले गर्दा सुपर साइक्लोन हुन्छ र यसले नेपालमा विनाशकारी प्रभाव पार्दछ। मनसुनहरू कमजोर हुन्छ, वर्षा एकदमै कम हुन्छ, गर्मी एकदमै बढ्छ। सेप्टेम्बर अगस्तमा यो गर्मीको लहरलाई यसले अझै बढाउँछ, जसले गर्दा कृषिमा खडेरीको विकराल रूप ल्याउन सक्छ। जुन नेपाल एक कृषि प्रधान देश हो, जसको 67% जनसङ्ख्या कृषिमा आश्रित छ। यसले गर्दा समयमा बालीहरू नलाग्ने, अन्न नहुने हुनेछ, जसले गर्दा नेपालमा भोकमरीको समस्या पनि निम्तन सक्छ। र यसको लागि हामीले पानीको संरक्षण गर्नुपर्छ, वन जङ्गलको सुरक्षा गर्नुपर्छ, जलवायु परिवर्तन हुनबाट रोक्न हामीले सक्दो कदम उठाउनुपर्छ। र यो जानकारीलाई समस्याको मात्र रूपमा नलिनुहोला, आफ्नो साथी परिवार बीच यो कुरा साझा गर्नुहोस्। हस्त, धन्यवाद।